हेलो एभ्रिवान, आज तपाईहरुको माझमा फेरि दुई तल घर लिएर आइरहेको छु हैन। प्रपर्टीको लोकेसन चाहिँ पर्नेछ तपाईको पानीघट्टा मोडमा पर्नेछ हैन। हाईवे रोडदेखि चाहिँ तपाईलाई टाढो पर्छ, 50 मिटर खाली टाढो पर्छ हैन। यो चाहिँ भयो तपाईको एउटा सानो बरान्डा हैन। यहाँनिर बाइक स्कुटीहरु राख्न सक्नुहुन्छ हैन। एकदमै राम्रो प्रपर्टी छ हैन। हेरिहाल्नुस्, यहाँनिर तपाईको भित्र जाने एन्ट्री चाहिँ यस्तो छ हैन। यहाँ चाहिँ तपाईको एउटा गेस्ट रुम हैन। अन्त यहाँ चाहिँ एउटा बेडरुम छ हैन। अन्त यहाँ चाहिँ तपाईको माथि जाने सिडी हैन। यहाँ चाहिँ एउटा सानो चिटिक्कै परेको किचन, हेरिहाल्नुस्। किचन पनि यहाँनिर चिटिक्कै परेको छ हैन। यहाँ चाहिँ टोयलेट बाथरुम छ तपाईको हैन। एकदमै राम्रो प्रपर्टी छ हैन। दुई तला प्रपर्टी छ यो चाहिँ हैन। यदि तपाईहरुलाई यो प्रपर्टीमा इन्ट्रेस्ट छ भने हैन, यो नम्बरमा तपाई कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ र व्हाट्सएपमा हामीसित बात पनि गर्न सक्नुहुन्छ हैन। यहाँनिर तपाईलाई 2 फुट छोडिदिनु भएको छ हैन। हेरिहाल्नुस्, एकदमै राम्रो प्रपर्टी छ हैन। प्रपर्टीको लोकेसन चाहिँ पर्ने छ तपाईको पानीघट्टा मोडमा पर्ने छ हैन। हाईवे रोडदेखि चाहिँ तपाईलाई टाढो आउनुपर्छ। यो प्रपर्टीसम्म 50 मिटर खाली टाढो आउनुपर्छ हैन। एकदमै राम्रो प्रपर्टी छ हैन। 2 तलमा बनेको छ हैन। 4टा बेडरुम, एउटा हल रुम, एउटा किचन छ हैन। यहाँ चाहिँ हेरिहाल्नुस्, यहाँ पनि एउटा बेडरुम छ हैन। अन्त यहाँ चाहिँ सेपरेट टोयलेट बाथरुम, हेरिहाल्नुस् यहाँनिर हैन। सेपरेट टोयलेट बाथरुम पनि यहाँनिर रेडी छ हैन। एकदमै राम्रो प्रपर्टी छ नि। यहाँ चाहिँ एउटा बेडरुम हैन। अन्त यहाँ चाहिँ फेरि तपाईको एउटा बेडरुम हैन। बेडरुम पनि वरिपरि एकदमै राम्रो छ हैन। यहाँ चाहिँ एउटा तपाईको बिहान बेलुका तपाई यहाँनिर कफी चियाको मजा लिँदै अब भ्यू पोइन्ट हेर्दै तपाई चिया खान सक्नुहुन्छ यहाँदेखि हैन। एकदमै राम्रो प्रपर्टी छ हैन। तपाईहरुलाई यदि यो प्रपर्टी माथि इन्ट्रेस्ट छ भने यो नम्बरमा तपाई कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ र व्हाट्सएपमा हामीसित बात पनि गर्न सक्नुहुन्छ हैन। एकदमै राम्रो 2 तल घर बनेको छ हैन। माथि सिडीमा तपाईलाई माथि देखाइदिन्छु हैन। अन्त यहाँ चाहिँ फेरि यहाँ माथि पनि तपाई बनाउन सक्नुहुन्छ हैन। हेरिहाल्नुस् हैन। आज एक तल तपाई थप्न सक्नुहुन्छ हैन। तपाईहरुलाई यदि यो प्रपर्टी माथि इन्ट्रेस्ट छ भने यो नम्बरमा तपाई कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ र व्हाट्सएपमा हामीसित बात पनि गर्न सक्नुहुन्छ। धन्यवाद।